दर्शकवृन्द, यस विश्लेषणात्मक प्रस्तुतिमा स्वागत छ। सिधै विषयवस्तुमा प्रवेश गरौँ है त। कल्पना गरौँ, जब शरीरमा कुनै इन्फेक्सन हुन्छ तब के हुन्छ? पक्कै पनि शरीरको तापक्रम बढ्छ, हामीलाई ज्वरो आउँछ। हो, ठ्याक्कै त्यस्तै अहिले हाम्रो यो साधा घर अर्थात् पृथ्वीले पनि एउटा ज्यादै खतरनाक ज्वरोको सामना गरिरहेको छ। आजको हाम्रो यो विश्लेषण यही विश्वव्यापी उष्णता अर्थात् ग्लोबल वार्मिङको बारेमा हुनेछ। ल, अब यसरी अगाडि बढौँ। आजको यो महत्त्वपूर्ण विषयलाई हामी 5वटा सरल भागमा हेर्नेछौँ। पहिलो, पृथ्वीको ज्वरो भनेको के हो? दोस्रो, पृथ्वी किन तात्दैछ? तेस्रो, यसका गम्भीर र नकारात्मक असरहरू। चौथो, समाधान र अगाडिको बाटो। र अन्त्यमा हाम्रो साझा चुनौती। बस यिनै कुराहरूमा आज हामी केन्द्रित हुनेछौँ। पहिलो खण्डबाट सुरु गरौँ। पृथ्वीको ज्वरो। हेर्नुहोस्, रोगको उपचार गर्नु अघि त रोग के हो भनेर चिन्नुपर्छ नि, होइन र? त्यसैले पहिले यो समस्यालाई ठ्याक्कै परिभाषित गरौँ। खासमा विश्वव्यापी उष्णता अर्थात् ग्लोबल वार्मिङ भनेको पृथ्वीको वायुमण्डल र सतहको औसत तापक्रम बिस्तारै तर लगातार बढ्दै जानु हो। पछिल्ला केही दशकहरूलाई मात्रै हेर्ने हो भने पनि यो क्रम यति छिटो बढेको छ कि पत्याउनै गाह्रो हुन्छ। र यसको मुख्य दोषी को हो त? अरू कोही होइन, हाम्रै मानवीय क्रियाकलापहरू हुन्। हामीले उत्सर्जन गर्ने ग्यासहरूले गर्दा नै पृथ्वी यसरी तात्दैछ। अब यो तात्ने प्रक्रिया कसरी हुन्छ त्यो बुझौँ। यसको मुख्य कारण हो हरित गृह प्रभाव अर्थात् ग्रीन हाउस इफेक्ट। यो भनेको कस्तो हो भने पृथ्वीको वायुमण्डलमा केही निश्चित ग्यासहरू जम्मा भएर एउटा बाक्लो सिरक जस्तो बनेर बसेका छन्। घामको ताप पृथ्वीमा आउन त आउँछ, तर त्यो बाक्लो सिरकले गर्दा फर्केर अन्तरिक्षमा जान पाउँदैन। जाडो महिनामा सिरक ओढ्दा शरीरको ताप बाहिर जान नपाएर हामी न्यानो हुन्छौँ नि। हो, ठ्याक्कै त्यही कुरा यहाँ पनि भइरहेको छ। तर फरक यति हो कि यो सिरकले पृथ्वीलाई आवश्यकताभन्दा धेरै नै तताइरहेको छ। दोस्रो खण्ड, पृथ्वी किन तात्दैछ त? ज्वरो त आयो, तर यो इन्फेक्सन कसरी फैलिरहेको छ? अब ती मुख्य कारणहरू हेरौँ। अघि नै भने जस्तै यसको मुख्य कारण हाम्रै गतिविधिहरू हुन्। कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड जस्ता हरित गृह ग्यासहरूको अत्यधिक उत्सर्जन नै यसको जड हो। एकातिर हामी धमाधम जङ्गल फडानी गरेर कार्बन सोच्ने रुखहरू मास्दैछौँ, अनि अर्कोतिर कोइला, पेट्रोल र डिजेल जस्ता इन्धनहरू बालेर आकाशमा कालो धुवाँको थुप्रो लगाइरहेका छौँ। त्यति मात्र कहाँ हो र? तीव्र औद्योगिकीकरण, सडकमा गुडिरहेका लाखौँ सवारी साधन अनि खेतीपातीमा प्रयोग हुने रासायनिक मल, यी सबैले वायुमण्डललाई भट्टी जस्तै तताइरहेका छन्। समग्रमा भन्नुपर्दा हाम्रो यो आधुनिक जीवनशैली नै पृथ्वीको लागि विष बनिरहेको छ। कारणहरू त छर्लङ्गै छन्, तर अब एउटा ज्यादै गम्भीर प्रश्न उठ्छ। यो तापक्रम वृद्धिले हाम्रो वातावरणलाई कसरी असर गरिरहेको छ त? यो कुनै किताबमा लेखिएको सिद्धान्त मात्र हो कि यसले हाम्रो दैनिक जीवनलाई साँच्चीकै प्रभाव पारिरहेको छ? आउनुहोस्, यसका भयानक लक्षणहरूतर्फ लागौँ। तेस्रो खण्ड, गम्भीर र नकारात्मक असरहरू। यो ज्वरो अब भविष्यको कुरा मात्रै रहेन है। यसका परिणामहरू हाम्रै गाउँठाउँ र दैनिक जीवनमा छर्लङ्ग देख्न थालिसकेका छन्। सबैभन्दा डरलाग्दो कुरा त के भने यो विश्वव्यापी समस्याले सिधै हाम्रो स्थानीय जनजीवनलाई हिर्काइरहेको छ। तापक्रम बढेका कारण सगरमाथा लगायत हाम्रा सेता हिमालहरू काला पत्थरमा परिणत हुँदैछन्। हिउँ पग्लिएर हिमतालहरू अस्वाभाविक रूपमा भरिँदैछन्। यसले गर्दा कुनै पनि बेला हिमताल फुट्ने, जसलाई हामी GLOF भन्छौँ, त्यसको खतरा उच्च बिन्दुमा पुगेको छ। पहाडी र हिमाली क्षेत्रका लागि यो त टाउको माथिको तरबार जस्तै हो। एकातिर हाम्रा हिमालहरू पग्लिँदैछन् अनि त्यसको असर हजारौं किलोमिटर टाढा समुद्रमा परिरहेको छ। अचम्म लाग्न सक्छ, तर हिउँ पग्लिएर समुद्रमा मिसिदा र पानी तातिएर फैलिँदा समुद्रको सतह लगातार माथि उठिरहेको छ। यसले गर्दा मालदिभ्स जस्ता सुन्दर टापु राष्ट्रहरू र ठूला तटीय सहरहरू अबको केही दशकमा पानीमुनि डुब्ने निश्चित जस्तै छ। हिमालको हिउँ पग्लिनु र समुद्रको सतह बढ्नु, यी एउटै सिक्काका दुई पाटा हुन्। अनि जलवायु परिवर्तनले हाम्रो मौसमको चक्रलाई त पुरै भताभुङ्ग नै पारिदिएको छ। प्रश्न देख्न सकिन्छ नि, एकातिर चाहिने भन्दा धेरै पानी परेर बाढी र पहिरोले बगाइरहेको छ, जसलाई अतिवृष्टि भनिन्छ। अनि अर्कोतिर महिनौसम्म एक थोपा पानी नपरेर जमिन चिराचिरा पर्ने खडेरीको समस्या छ। मौसमको यो खतरनाक उतार चढाउले प्रकृतिको सन्तुलन मात्र बिगारेको छैन, हाम्रो जनजीवन नै अस्तव्यस्त बनाइदिएको छ।
असरहरू यतिमै सकिँदैनन्। बढ्दो तापक्रम सहन नसकेर कतिपय जनावर र बिरुवाहरू लोप्ने भइसके। स्वास्थ्य क्षेत्रमा पनि उस्तै हाहाकार छ। हिजोआज गर्मी बढेसँगै डेङ्गु र मलेरिया जस्ता रोगहरू पहाडका चिसो ठाउँहरूमा समेत फैलिन थालेका छन्। अनि कृषि उत्पादन? समयमा पानी नपर्ने, माटो सुक्खा हुने भएपछि बालीनालीको उत्पादन ह्वात्तै घटेको छ। यसले गर्दा भोलिका दिनमा खानेकुराकै हाहाकार हुने अवस्था आउन सक्छ। चौथो खण्ड, समाधान र अगाडिको बाटो। समस्या त धेरै सुनियो, तर आत्तिहाल्नु गर्ने अवस्था चाहिँ छैन है। पृथ्वीको यो ज्वरो कम गर्न हामीसँग केही उपायहरू पक्कै छन्। अब त्यतातिर लागौं। हामीसँग एकदमै व्यवहारिक र काम गर्ने उपायहरू छन्, जस्तै कोइला र पेट्रोलको सट्टा सौर्य ऊर्जा र जलविद्युत जस्ता नवीकरणीय ऊर्जाको प्रयोगलाई व्यापक बनाउनुपर्छ। रुख काट्ने होइन, खाली ठाउँ देख्ने बित्तिकै रुख रोप्ने अभियान चलाउनुपर्छ। धुवाँ फ्याँक्ने गाडीहरूको सट्टा विद्युतीय गाडीहरू चलाउनुपर्छ। र सबैभन्दा ठूलो कुरा, हामी प्रत्येकले आफ्नो दैनिक जीवनलाई वातावरण मैत्री बनाउनुपर्छ, किनकि समाधान अन्त कतै छैन, हाम्रै हातमा छ। अब हामी अन्तिम खण्डमा आइपुगेका छौं, हाम्रो साझा चुनौती। यी सबै कुरा हेरिसकेपछि एउटा कुरा त पक्का भयो, यो कुनै एउटा गाउँ वा एउटा देशको मात्र समस्या होइन, यो त सम्पूर्ण मानव जातिको साझा चुनौती हो र यसको लडाईँ पनि हामी सबै मिलेरै लड्नुपर्छ। अन्त्यमा एउटा ज्यादै गम्भीर प्रश्न हामी सबैले आफैलाई सोध्न जरुरी छ। यदि समयमै यो ज्वरोलाई नियन्त्रण गरिएन भने भविष्यमा यो पृथ्वीमा जीवन कहाँ सम्भव होला? यदि हाम्रो आफ्नै घर बस्न लायक रहेन भने हामी जाने कहाँ? यो प्रश्नले पक्कै पनि सोच्न बाध्य बनाउँछ। हामीसँग समय एकदमै थोरै छ, तर काम धेरै गर्नु छ। विश्वव्यापी उष्णताबारेको आजको यो विश्लेषणले यहाँहरूलाई पक्कै पनि